धार्मिक तथा सांस्कृतिक महत्व जागु ऐतिहासिक गप्याख अस्तमात्रिक नाच या प्राज्ञिक प्रस्तुति हेबगुदु लोटस रिसर्च सेन्टर लोटस एकाडेमी कलेज बौद्ध प्राज्ञिक प्रस्तुति गप्याख या बारे हेबगु ख गप्याखने सोर्याना दिम विश्वास राज बज्राचार्य प्रस्तुति हेबया दिगु खसा वेकया सोर्या टिप्पणी किरण नरसिंह साक्य याना दिगु ख आफूले 10 वर्ष अगाडि पढेको कुरालाई चाहिँ नि राख्न पाउनु चाहिँ मेरो लागि एकदमै ठुलो भाग्य जस्तै मलाई महसुस भइरहेको छ। तर यहाँहरूलाई अलिकति अगाडि नै बताइदिनु पर्ने कुरा पनि के हुन्छ भनेदेखि 10 वर्ष भइसकेको छ पढेको है। अनि यो थेसिसै बनाएको पनि 10 वर्ष अगाडि पैसाला हातले के हो। अनि त्यसले गर्दाखेरि यसमा भएका कति कुरा त आफैले पढ्दाखेरि यो त मैले नै बनाएको रहेछ भन्ने पनि मलाई सम्झना भइरहेको थियो। त्यही भएर आज चाहिँ साँच्चै नै रिसोर्समा 1 बाई 1 यो एउटा भित्र जाँदाखेरि एक त समय पनि धेरै जाला र एकाडेमिकली धेरै डिस्कस गर्दाखेरि जहाँसम्म लाग्छ मभन्दा चाहिँ एकदमै यहाँनिर अब गुरुको पनि गुरुहरू यहाँ हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि मेरो आफ्नो पर्सपेक्टिभ मेरो आफ्नो चाहिँ सोच यो थेसिससँग सम्बन्धित भएर र मैले यो थेसिसबाट चाहिँ के पाएको थिएँ र मलाई चाहिँ के गर्न मन लागेको छ भन्ने कुरामा चाहिँ म अलिकति ध्यान दिन चाहन्छु।